दर्शकवृन्द भुन्टी सिरियलको न्यू एपिसोड 325 मा अहिले सुकुमायाले अहिले भूपेन्द्रको घरमा अहिले विध्वंस गरिरहेकी छी। दर्शकवृन्द यति महायुद्ध गरिरहेको छ कि भूपेन्द्रको परिवारहरूसँग र परिवारहरूसँग सँगै नबसेर छुट्टा छुट्टै किचन छुट्याएर खाने व्यवस्था गरिरहेकी छिन् र यता अब यत्रो आफूले बनाएको घरमा अनि उसको हक र अधिकार चलाउँदाखेरि यता श्रेयालाई यति धेरै रिस उठ्छ। तैँले मैले नै बनाएको घरमा मलाई नै छुटाउँदैछस् भनेर उसलाई हात लाउँछे। त्यतिखेर उसले एक्कासी आफ्नो जेठानी दिदी नभनी उसले पनि जगट्टा पार्छ। मलाई मार्यो यसले भन्दै चिच्याइरहेको हुन्छ। यता भूपेन्द्रको दाजु भुवनले सुनेपछि जान्छ, हैन यिनीहरू के भयो भन्दै र अनि के गरेको तिमीहरू भनेर भन्दाखेरि अनि मलाई यसले हात लायो, यसले मलाई कुटपिट गर्यो भनेर अनि यता श्रेयाले भनेपछि यता सुकुमाया भुन्टी बनेर दुरुस्तै आइरहेकी छिन्। उसले चाहिँ अब भुन्टीकै अभिनय गर्दै अनि यसले मलाई यहाँ किनेर हेप्छे, यसको म अनुहार हेर्न सक्दिनँ, मलाई जतिखेर पनि यसले मलाई किचकिच गरिराख्छ र अब म सँगै बस्दिनँ, हामी किचन छुट्ने हो, तपाईँहरू तल बसेर खानुहोस् दाजु, म त सक्दिनँ तपाईँहरूसँग बसेर खान। र भूपेन्द्रले पनि उसको केटी ल्याइरहेको छ, त्यो केटीको अनुहार हेर्दै म कसरी बस्न सक्छु र त्यही भएर मैले किचन छुट्याएको हो भनेर भन्छ। त्यसो भने त्यसै गरौँ, अब के गरौँ त भनेर भुवन त्यहाँबाट तल झर्छ। दर्शकवृन्द सबै कुरा भूपेन्द्रलाई सुनाएपछि भूपेन्द्र पनि लट्ठी टेक्दै बैशाखीको सहारामा उसलाई म कहाँ छोड्छु र यसलाई म कुटेर भए पनि एक पैसा नदिई यसलाई म कुटेर खेदाइदिन्छु भनेर अझै पनि उसको घमण्ड घटेको छैन। दर्शकवृन्द पहिले पनि धेरै भूपेन्द्रको घमण्डले गर्दाखेरि र भूपेन्द्रले केटीहरू खेलाइरहेको र दिनरात भुन्टीलाई रोइरहेको तडपाइरहेको यो सहन नसकेपछि उसले यो घर छोड्न बाध्य भएकी थिए। तर पनि उसले यो घरमा सङ्घर्ष कोहीसँग गर्न नसकेर सुकुमाया मितिनीलाई सबै कुरा बताएपछि मितिनी सुकुमायाले यो घरमा आएर सबै एक्टिङ गरिदिएको थियो र उसले अब जसरी भए पनि सुकुमायाले आफ्नो भुन्टी मितिनीको जस्तै आवाज निकालेर उसकै वेशभूषा गरेर बोली गरेर तर पनि उसको चाहिँ ऊ अलिकति तगडा खालकी स्वभाव अनि उनीहरू अचम्म परेका थिए, कसरी यति सोझी भुन्टी यति कडा भएर आई अहिले भनेर उनीहरू पनि सबैजना छक्क परिरहेको छ। दर्शक भूपेन्द्रले यता अब यस्तो अवस्था भइरहेछ, आफ्नो आधा अंश दिनु परिरहेको छ भने यता भूपेन्द्रको बहिनी भूमिकाको पनि घरमा अहिले यति धेरै यातना दुःख कष्टहरू सहेर बस्नु परिरहेको छ। भुन्टीले सहेको त के त्यसको डबल सहिराख्नु परेको छ। उसले यति धेरै आफ्नो आमाजी र श्रीमानले यातना दुःख दिइरहेको छ। उसले त्यो दुःख कष्टहरू सहेको अहिले आफ्नो माइतीमा सुनाइरहेको छैन, सुनाउन पनि पाइरहेको छैन। आफ्नो आमाजीले सबै मोबाइलहरू खोसेर परिवारसँग माइतीसँग बोल्न दिइरहेको छैन। अब उसलाई पनि यति धेरै दुःख परिरहेछ। दर्शकवृन्द अहिले भूपेन्द्र र भूमिकाको अहिले जीवनहरू यति धेरै कष्टदायक भइरहेको छ। आखिर उनीहरूले के त भूपेन्द्रको आमाले पहिले सबै छोराछोरीले राम्रो संस्कार सिकाएको भए यो अवस्था आउने थिएन। अहिले अब सबै पनि पुलपलाएर बुहारीलाई चाहिँ हेला गरेर गरिबको छोरी भन्दै हेला गरेको सबै पापहरू निस्किरहेछ। दर्शकवृन्द अब के हुन्छ त यिनीहरूलाई यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने हुन्छ। हस् त, धन्यवाद।